हेलो गाइस, वेलकम ब्याक अगेन माई मिनी ब्लग। सो म अहिले चाहिँ काम सकेर चाहिँ टक्क लगाएर रुम जाँदैछु कि पछि म्यानेजर उठाइबाट चाहिँ यता साइडमा चाहिँ मेरो साथी छ होइन। अनि हामी चाहिँ टक्क लगाएर कतिजना 4जना छौँ गाडीमा। सो काम सकेर चाहिँ हामी जाँदैछौँ कि मेरो नयाँ हुनुहुन्छ है, उहाँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला। अनि यता चाहिँ म टक्क लगाएर यता एमडी इरफान, यता शरण दोस्त होइन, निन्द्राले झप्प भइरहेको छ दोस्त चाहिँ है। म चाहिँ जिस्काउँदैछु दोस्तलाई। सो हामी चाहिँ काम सकेर टक्क लगाएर जाँदैछौँ र बाहिरको नजारा चाहिँ फेरि यस्तो छ कि पानी परेर हो 2-4 दिन भयो लास्ट भएको छ क्या। पानी परेर धुम्मिएको गर्छ, एकछिन पानी पर्छ एकछिनमा घाम लाग्छ हो। साउदीको चाहिँ यस्तो छ गाइजहरू, त्यस्तै हो। सो मैले चाहिँ अब मिनी ब्लग बनाउनु थालेको, त्यही भएर चाहिँ म अहिले फेसबुकमा मिनी ब्लग हाल्नु थालेको छु। र अहिले चाहिँ हामी रफ्तारमा जाँदैछौँ है त। ल यस्तै छ, के गर्नु र। अहिले चाहिँ मेरो टक्क लगाएर अर्को दोस्त पनि आइसकेको छ। यता गाडीभित्र म छु टक्क टोपी मिलाएर हो। यता इरफान एन्ड नागराज दोस्त, ऊ चाहिँ इन्डियन साथी हो मेरो, नागराज भन्ने चाहिँ है। सो हामी अब चाहिँ टक्क लगाएर रुम चाहिँ पुग्ने लाग्यौँ है। यो चलेको गर्छ क्या फेरि। सो टक्क लगाएर म चाहिँ रुम पुगेँ, टक 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 जाँदैछु होइन। अब पानी बोकेर आएको छु, अब चाहिँ म रुम पुगिसकेँ। सो यतै यो भिडियोलाई चाहिँ म यतै व्यवस्था गरिदिन्छु। अहिलेसम्म हेरेर बसिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा हामी भेट्नेछौँ भन्दै थ्याङ्क यू सो मच।